फाइनली गाइस टोपी चाहिँ मैले किनेँ है। यो खुसीको टोपी 100 रुपियाँ। ल गाइस हामी चाहिँ अब यहाँ 90 रुपियाँ प्लेटको बफ मोमो खाँदैछौँ है हामी तिनजना। ओके गाइस फाइनली न्यू ब्लग न्यू डे। आजको ब्लग के कस्तो हुन्छ है साथीहरू, केटीहरूको खबर इट एन्ड फाइन सबै ठिकै होला हैन। यतिखेर हामी चाहिँ सपिङ गर्नतिर लाग्दैछौँ यतिखेर। अनि आजको सपिङ के कस्तो हुन्छ लेट्स सी। हाम्रो दिदी पनि छन् सपिङ गर्न जाने अरे। मान्छे चाहिँ बिरामी छन्, ऊ चाहिँ उहाँ चाहिँ खुट्टाको अस्ति भर्खर प्लास्टर भएको। हामी जाँदैछौँ त्यहाँ। हाम्रो म्याडम पनि हुनुहुन्छ, अगाडि जाँदै हुनुहुन्छ। त्यही हो गाइस। प्लस गाइस हामी चाहिँ हैन यो हाम्रो गोकर्णेश्वर तल जोरपाटीको यो के भन्छन् भाइरल पार्कमा पनि जाँदैछौँ है। पार्क चाहिँ एकदमै बवाल छ हैन। अनि प्लस प्रमोसन भइरहेको छ कि त्यो पार्कको चाहिँ आजभोलि। त्यही भएर हामी पार्कसम्म जान्छौँ है। पार्कसम्म जान्छौँ। पार्कदेखि तलतिर यसो सपिङ गर्छौँ। अनि के किन्छौँ है हामी है, के गर्छौँ आजको भ्लगमा तपाईँहरूले देखिहाल्नुहुन्छ। हामी चाहिँ यतिखेर म चाहिँ मन्दिरमा छु। यो हाम्रो एकदमै ठुलो पिपल बोर्डमा एकदमै मानिने मन्दिर है। ओके गाइस हामी भाइरल पार्क पनि देखाउँछौँ। आजको सपिङ के कस्तो हुन्छ त्यो पनि देखाउँछौँ है त गाइस। ल गाइस फाइनली हामी चाहिँ जोरपाटी एरियाको यो मैले अघि भने भाइरल ठाउँ आइपुगिसकेका छौँ। हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ बोर्ड पनि लगाउनु भएको छ, हेर्नुहोस् है। ठाउँ चाहिँ यस्तो छन् है, यस्तो छ। विभिन्न चित्रहरू है, मन्दिरको चित्रहरूदेखि लिएर एकदमै दामी छ। अनि अरू दिदीहरू पनि हुनुहुन्छ यहाँ टन्नै भिडियो बनाउने, फोटो खिच्ने है। एकचोटि भिजिट गर्नु होला। ठाउँ चाहिँ यही हो। यो तल माथि बौद्धबाट आउने बाटो होइन, माथि गोकर्णेश्वर जाने ठ्याक्कै अपोजिटमा एकदम दामी छ होइन। बौद्ध, पशुपति होइन, भक्तपुर, सुन्दरजलदेखि लिएर सबै चित्रहरू कोरेको छ। दामी छ, एकचोटि चाहिँ भिजिट गर्नु होला है। अनि यही हो माथिले प्रमोसन भिडियो भाइरल हाल्न सक्यो भने चाहिँ यहाँ चाहिँ जस पुरस्कारको व्यवस्था पनि छ अरे होइन। मलाई जस पैसाको लोभ भन्दा पनि यो बवाल लागेर नै, दामी लागेर नै मैले चाहिँ बनाउन खोजेको हो है साथीहरू। त्यही हो, यस्तो छन्। तर धेरै एरिया खायो क्या है यहाँ चाहिँ। अब यत्रो सानो पार्कलाई अनि यत्रो त्यो लगाएर त बाटो धेरै खायो नि त। त्यो चाहिँ मलाई ठिक लागेन कि अलिकति है। यत्रो बाटो छन् है, यत्रो एरिया काटेर खाएको छ त्यो सानो पार्कले। त्यो चाहिँ अलिकति ठिक लागेन मलाई चाहिँ। बाटो पार्क यत्रो सानो छ होइन, बाटो यत्रो खाएको छ, त्यो चाहिँ अलिक ठिक लागेन साथीहरू। त्यही हो, एकचोटि चाहिँ भिजिट गर्नै पर्ने ठाउँ हो यो चाहिँ। तपाईँहरूले जस राम्रै छ फोटोहरूको लागि, भिडियो सुटको लागि दामी छ। अनि तपाईँहरूले बौद्ध पुग्नु पर्दैन, सुन्दरजल पुग्नु पर्दैन होइन, यहाँ टक्क भिडियो बनाउन सक्नुहुन्छ। त्यही हो, एकचोटि चाहिँ भिजिट गर्नु होला गाइस, यति नै भन्न चाहन्छु। गाइस म चाहिँ अहिले होटलमा छिरेको छु। हल्का गरम भयो, घाँटी चिसोको लागि भनेर होइन। अनि हामीले पार्क पनि हेऱ्यौँ होइन। अब चाहिँ हामी सपिङ गर्नतिर लाग्छ। अनि दिदी पनि आउँदैछन्, अनि मेरो वाइफ पनि आउँदैछन्। बिस्तारै आउँछ भनेर। दिदीको खुट्टा अलिकति भन्दा पनि भाँचेको थियो कि अस्ति। अहिले चाहिँ यो प्लास्टर गरेर प्लास्टर खुट्टाले पनि धेरै भएको छैन। त्यही भएर उहाँलाई अब अलिकति एक्सर्साइज पनि हुन्छ, हामी सपिङ पनि गरे जस्तो पनि हुन्छ भनेर चाहिँ हामी आज निस्केको हो। अनि के गर्नु गाइस, यस्तै हो, भ्लग बनाउने फुर्सद पनि हुँदैन होइन। अब टाइम पनि छैन।
अब कहिले काहीँ यसो टाइम मिल्दा बेलामा आउनु मात्र त हो होइन। अब अरू क्रिएटरहरू जस्तै युट्युबरहरू जस्तै अब रेगुलर हाल्न पाइँदैन हेर्नु, आफ्नो छुट्टै कहानी छ। अब त्यही हो साथीहरू होइन, सपोर्ट चाहिँ गर्नु होला। अनि मेरो भ्लग हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गर्नु होला है। ओके गाइज, हामी चाहिँ अब सपिङतिर लाग्छौँ है त। ल गाइज, हामी चाहिँ लगभग सपिङ गर्ने ठाउँतिर आइपुग्नु जस्तो लाग्यो। हजुरहरूले भइहाल्छ नि, ए गाह्रो छ। दाजु सपिङ गर्न चाहिँ यहाँतिर लुगाहरू चाहिँ सस्तोमा पाउँछ है गाइस। यहाँनिर चाहिँ आउनु ल, यो जोरबारी ओह्रालो हो होइन, यो थली जाने बाटो भइहाल्यो, यो माथि बौद्ध जाने बाटो। यहाँतिर चाहिँ एकदमै होलसेल मूल्यमा पाइन्छ लुगाहरू चाहिँ। आउनु विशेष गर्नु है यहाँतिर। कतिपय साथीहरूलाई थाहा नहुन सक्छ, जोरपाटी भन्छन् यसलाई, जोरपाटी ओह्रालो भन्छ। यस्तो छ। ओके गाइस, हामीले चाहिँ लुगा सपिङ गरेको भिडियो चाहिँ बनाउन पाएन, किनभने यहाँ चाहिँ एकदमै बिजी भयो कि, त्यही भएर पनि त्यहाँनिर चाहिँ हामीले भिडियो बनाउन भ्याएन गाइस। अनि हामीले सपिङ चाहिँ गरिसकेको छौँ यहाँ। मेरो बुढीको लागि ट्र्याक एउटा, स्वेटर एउटा किनिदिएको छु। म त त्यही हो, मलाई त केही सपिङहरू खासै केही नचाहिने भएर मैले चाहिँ केही पनि किनेन। अनि यस्तो छन्। अनि आज सपिङको भिडियो चाहिँ बनाउन पाएन, त्यही हो। अघि बनाउँछु भनेको तर सोचे जस्तो भएन, त्यहाँ एकदमै हल्ला भयो, बिजी भयो कि, त्यही भएर पनि। ल यो टोपी कसरी हो हजुर? 100 रुपियाँ। अच्छा 100 रुपियाँको टोपी साथीहरू। लगाएर हेर्न मिल्छ है, चिठाउ। कहाँबाट सुनको न हालिदिन छ क्या लगाउँछ। सानो हो कि के हो यो त? सानो सानो हुन्छ कि ऊ खोइ बिहाङ निम आम टिमिक्क भयो कि टिमिक्क धेरै सेको भयो। फाइनली गाइस, टोपी चाहिँ मैले किनेँ है। यो गुच्चीको टोपी 100 रुपियाँ अरे, सस्तै रहेछ। ब्ल्याकमा खोजेँ तर ब्ल्याकमा भेटेन क्या, त्यही भएर मैले चाहिँ व्हाइटमै लिएँ। गाह्रो छ। ल गाइस, हामी चाहिँ अब यहाँ 90 रुपियाँ प्लेटको बफ मोमो खाँदैछौँ है, हामी 3 जना। 90 रुपियाँ प्लेटको। आज ठुलो भन्छ म टमाटर बाँड्न ठुलो बाँधिम। ल मोमो खाऊँ है त। ल सुङ्गा मोबाइलतिर पनि सिधामा गऱ्यो कि मोमो चाहिँ लेप खाजा वाइ सुन प्रोला लेप मुलुम मुखिनारी
खाँदैछौँ मोमो हामी चाहिँ गम लाएर। मोमो पनि खाइयो, बग मोमो। बग मोमो खाइयो। फाइनली गाइस हामी चाहिँ रुममा आइपुगिसक्यौँ है। अब गाइस आजको ब्लग यति नै। अब नेक्स्ट ब्लगमा भेटौँला है त।